हेलो गाइज, वेलकम टू माई न्यू भिडियो। आज चाहिँ दीपावली, आज तिहारको दोस्रो दिन। आज कुकुर तिहार पनि हो, बेलुका लक्ष्मी पूजा पनि हो। तर हामी चाहिँ एउटा अलगै काममा व्यस्त छौँ। हामी यस्तो काममा व्यस्त छौँ, यहाँ आलु लगाउने काम भइरहेछ। हामी यस्तो काममा व्यस्त छौँ। मैले त्यहाँदेखि यहाँसम्म आलु लगाइसकेँ। अब यो यति आलु लगाउने हो। आज सरसफाइ भन्ने काम आधा उधी भइसक्यो। अब अलिअलि बाँकी छ। अनि त्यसपछि रङ्गोली बनाउने काम, अब के काम हुन्छ। अनि त्यो चाहिँ अब 4-5 बजीतिर हामी बनाउने छौँ। त्योभन्दा अगाडि यति आलु चाहिँ आज लगाएर सक्ने हो। यो चाहिँ 10 केजी जति आलु आज लगाएर सक्ने हो। ओहो, काम छोडेको धेरै वर्ष भयो हैन। त्यही भएर अलिकति काम गर्दा पनि यस्तो गाह्रो भइरहेछ कि मलाई। गर्मी धेरै भयो हैन। अब अर्ग्यानिक जुस खानु पर्यो, अर्ग्यानिक उखुको जुस। यो वाला ठिक छ। यो पहिला हामी यसरी चेक गर्छौँ। हाम्रो यहाँ सरसफाइ कार्यक्रम पनि भइरहेछ। यहाँ थियो र यहाँ रङ्गोली बन्दैछ आज। गाइज, यो मैले बनाएको रङ्गोली यस्तो राम्रो। अनि यसले बनाएको रङ्गोली पनि राम्रै छ है। राम्रो छ, साँच्चै सिरियसली राम्रै छ। राम्रो छ त उसले बनाएको, मेरो भन्दा राम्रो छ। मलाई आइडिया आएन कि खासै बनाउने, तर उसको राम्रो छ। कसरी बनायो आश्रीमा यति राम्रो? यहाँ लक्ष्मी माताको पूजा हुँदैछ। कति रुपियाँ राखे? आज जति राख्यो डबल हुन्छ अरे। 1000 को डबल मात्रै, बढी राख्नु। गुणा बनाइदिए। ओम जय लक्ष्मी माता, जय लक्ष्मी माता, मैया जय लक्ष्मी माता। सम्म एक दिन लगायो नि, एक दिन। हैप्पी दिवाली। यही छ त, यसमै छ। देखाउनु, त्यसमै छ। हाय बिदा मातौं देउसी रे, जय लक्ष्मी माता की जय। देउसी रे, देउसी रे, देउसी रे। आजको तिहार तिमीहरूलाई कस्तो लाग्यो? आजको दीपावली राम्रो। भोलि पनि यस्तै गरी दीपावली मनाउने है त। र आजको भ्लगलाई यही इन्ड गरौँ। दुईटैले बाई भन्देऊ। बाई बाई।